हेलो गाइस नमस्ते। यो देखिराख्नु भएको गुलमोहर ट्री मजाले फुलेको छ। यो 2082 वैशाखतिरको हो। यो पुरानो भिडियो हो र म मर्निङ वाक जाँदाको यो भिडियो हो। यहाँ यो ग्रामीण चोकबाट पश्चिम जेसमरका जाने बाटोतिर जाँदैछु मर्निङ वाकमा। यो टाउन प्लानिङ एक राउन्ड घुम्ने विचारमा छु। हेर्दै गर्नुहोस् के छ कसो छ भनेर। लाहानको मान्छे यदि हुनुहुन्छ भने तपाईहरुले थाहा पाइसक्नुभयो होला यो कुन ठाउँ हो भनेर। सक्नु भएको छैन भने अलिक नजिक आएपछि म गेट देखाउने छु तपाईहरुलाई। देख्न सक्नुहुन्छ यहाँ छ गेट। जेसमरका क्याम्पस है। यता ठुलो फिल्ड रहेको छ। अघि देखिराख्नु भएको जुन जेसमरका क्याम्पस थियो त्यसको पश्चिमपट्टिको जुन यो पडरिया रोड छ त्यो रोडमा आइपुगेको छु र यतापट्टिको यो आँपको बगैँचा यो जेसमरका क्याम्पसकै आँपको बगैँचा रहेको छ भने यतापट्टिको यो जुन खेतहरू देखिराख्नु भएको छ मेरो पछाडिपट्टि यो पडरिया एरियामा पर्दछ। यो पडरिया जुन पडरिया गाउँ रहेको छ टोल लाहान नगरपालिकाको त्यसको यो 11 नम्बर वार्डको यो खेतहरू पर्दछ र सबै यो खेतीयोग्य जमिन रहेको छ। बिहानीको यो रोड हिँड्नलाई मर्निङ वाक गर्नलाई सजिलो पर्छ र अहिले यो रोड पनि खासै राम्रो अवस्थामा छैन। यो पुरै बिग्रिसकेको अवस्था छ। जुन यो मेन हाम्रो हाइवे बनाउँदैछ यो पूर्व पश्चिम राजमार्ग जसको मटेरियलहरू पनि यही बाटोबाट हाम्रो यो खुट्टी खोलाबाट लिएर जान्छ। त्यही भएर यो रोड पनि खासै राम्रो छैन र यो ठुलो एरियामा रहेको यो आँपको बगान यो देखिराख्नु भएको छ जेसमरका क्याम्पसको। यसमा चाहिँ अहिले आँपको सिजनमा एकदम मजाले यो आँप फल्छ भने धानको सिजनमा यो यसमा चाहिँ बासमती अरु के लगाइएको हुन्छ र यसले गर्दा क्याम्पसको आम्दानी पनि मजाको हुन्छ। यो चाहिँ हाम्रो किसानले लगाएको यो परालको थुप्रो जुन यो टाल भन्छौँ हेर्न सक्नुहुन्छ। यहाँ यो पानीबाट बचाउनलाई जुन थन्काएर राखेको यो परालको डिस्को। अगाडि देखिरहेको दृश्य लाहान नगरपालिका टाउन प्लानिङ एरियाको हो र बिहानको यहाँ देखिसक्नुभएको छ 5:27 भएको छ र अगाडिको भ्यू। यो टाउन प्लानिङ एरिया व्यवस्थित सहरीकरणको लागि चाहिँ अवधारणा ल्याइएको थियो यो लाहान नगरपालिकाले। तर यो टाउन प्लानिङ चाहिँ यस्तो यो सफल हुन सकेको देखिएको छैन। तपाईको यो टाउन प्लानिङमा जुन घरहरू एउटै किसिमले बनाउने, हरेक घरको अगाडि रोड पुग्ने, बिजुली बत्ती खानेपानी लगायतका यो सबै व्यवस्था हुने सुविधा हुने भनेर जुन तरिकाले अवधारणाले यो टाउन प्लानिङ गरिएको थियो राम्रो त राम्रो हो तर त्यो कार्यान्वयनमा चाहिँ ल्याउन सकिएन कि अरु केही कारणवश हुन सकेन। जुन अहिले त्यहाँका जसको ठुलो परिणाममा यो जग्गा जमिन छ भने त्यहाँ नै छ भने धेरैको जमिन जग्गाहरू यताबाट उताबाट उता भएको भनेर बुझिनमा आएको छ। अब खास कुरो के हो त्यो लाहान नगरपालिका नै थाहा होला। र हामी यो घुम्ने क्रममा अहिले ठ्याक्कै पडरिया र टाउन प्लानिङ छुट्टिने ठाउँमा आएको छौँ। लेफ्टतिर उता पडरिया गाउँ टोल छिर्छ भने राइटतिर फेरि यता पूर्वतिर यो टाउन प्लानिङ हुँदै म आफ्नो घरतिर लाग्ने छु र यो देख्न सक्नुहुन्छ परालको थुप्रो अघिको जस्तो यहाँ ठाउँमा धेरै जसो ठाउँमा यस्तो यो राखिएको छ। स्मरण गरौँ यो के भन्छ पहाडमा यस्तो देखिँदैन। तपाईको यो जुन डन्ठा चाहे काठको केही डन्ठा राखेर त्यो वरिपरि लगाउने गर्दछ भने तराईमा चाहिँ यस्तो हुँदैन। तराईमा चाहिँ परालको डिस्कोलाई मिलाएर त्यो यसरी राखेको हुन्छ कि माथिबाट पानी पर्दा पनि त्यो पानी चाहिँ माथि यसो जान्छ भित्र चाहिँ छिर्न पाउँदैन। त्यसले गर्दाखेरि परालहरू सुरक्षित रहन्छ। यो पानी छिर्यो भने चाहिँ यो तपाईको पराल सर्न जान्छ। त्यो सर्न गयो भने त्यो केही काम नै लागेन। यो चाहिँ खासमा यहाँ के भन्छ यो घरपालुवा हाम्रो जनावर गाई भैँसी गोरु लगायत जनावरहरूलाई यतिकै खुवाइन्छ भने त्यसले टुक्रा टुक्रा काटेर जुन हामी भन्छौँ कुटी त्यस्तो लगाएको हुन्छ।
क्यामेरामा त अब कति टाढा देखिएको होला तर यो जुन उदाउँदो सूर्य हुन्छ नि यस्तो नजिक देखिन्छ तपाईहरुले यस्तो देखिराख्नु भयो होला र सबै घर एकनासकै हुनुपर्ने अवधारणा ल्याएर यो टाउन प्लानिङ राखेको हो यो देखिराख्नु भएको छ यो जुन यो देखाइराखेको भ्यू राइजिङ सन उदाउँदो सूर्यको यहाँ माछा मार्नलाई पनि तयार भइरहेछ यसो हेर्दा त माछा टन्ने होला जस्तो छ यहाँ अघि देखाएको पानी ट्याङ्की नजिकै आइपुगेछु टाउन प्लानिङमा रहेको छ यो पानी ट्याङ्की र 3 किलोमिटर हिँडिसक्यो अघि अगाडिबाट त्यसरी घुमेर फेरि यो बाटो आएको छ यता फुल नर्सरी रहेछ फ्लावरको हेर्दै यो सबै यो एरिया टाउन प्लानिङ एरिया हो हुन त बाटो व्यवस्थित छ तर जग्गा व्यवस्थित गर्न नसकेको कारणले न यहाँ नक्सा बन्न सकेको छ न यो यहाँ किनेको जग्गा ढितोमा राख्न सकिन्छ अन्यलमा छ कसको जग्गा कता पुग्ने हो के हुने हो त्यो देखिराख्नु भएको हनुमान मन्दिर प्लानिङ एरिया भित्रै यो कस्तो सेतामै भएछ फुलेर अलिकता यो क्लियर भएको छैन यस्तो दामी देखेछ यो अब मेरो क्यामेरा त्यति राम्रो नहुन सक्छ राम्रोसँग क्याप्चर गरेको नहुन सक्छ तर यस्तो दामी बवाल देखेको छ If you like the content of this channel, then subscribe the channel and turn on the bell icon. Thank you.